चाहिँ बहिनीकोमा यहाँनिर आएको छु। बहिनीको आमा आउँदैछ है। यहाँ नयाँ स्विमिङ पुल है। यहाँनिर चाहिँ यस्तो रहेछ। कताबाट हाम्रो बहिनी चाहिँ यहाँ अघि नै आइपुगेको छ। ऊ तल काका चाहिँसँग छ हो। डगी रहेछ स्विमिङ पुल। हाम्रो चाहिँ बहिनी चाहिँ यहाँ अघि नै उसको काका चाहिँसँग आएको छ। उसको काकासँग यहाँ चाहिँ अघि नै बहिनी काकासँग आएर चाहिँ डगी हेर्नु त क्या क्युट क्युट डगी रहेछ देख्यो। देखेन क्युट क्युट डगी। अहिले त घरमा अस्ति एउटा लगेको मर्यो कि जाडोले भयो के भएर मर्यो डगी। बहिनी कहाँ आएको छ? हामी चाहिँ अहिले चाहिँ छमेल आइपुगेको छ। स्विमिङ अहिले चाहिँ पानी चाहिँ चिसो छ। अबे यस्तो चिसो रहेछ हेर्नुहोस् त कस्तो रहेछ पानी। लु पानी छुवा त तिमी स्विमिङ गर्नु सक्छ। अलिक गरम चढेपछि आउनुपर्छ। बहिनीको चाहिँ यहाँ हेर्नुहोस् है स्टाइल। स्विमिङ गर्नु चाहिँ इच्छा थियो तर कस्तो रहेछ अरे पानी चाहिँ चिसो छ पानी। हाँगाको रेलिङ हेर्नुहोस् है यस्तो दामी डिजाइनमा रहेछ है। हेर त ओ चिसो पानी हो। यो त टायर बसको लागि होइन स्विमिङ गर्दाखेरि नि हो त्यसभित्र पसेर गर्छ नि त। स्विमिङ तर यस्तो मजाले क्लिन गर्दो रहेछ। यो पनि सिस्टम हो रहेछ। सिरिसको फुल जस्तो लाग्यो है। स्विमिङ क्लिन गर्ने सिस्टम यस्तो दामी रहेछ। यो चाहिँ आफ्नो आफ्नो टेक्निक हो। सुरुवाल खोल्न यो बहिनी चाहिँ त्यसमा सानोमा दुखैन आउन। हेर्नुहोस् है गाइस बहिनी चाहिँ आऊ न यता यता आऊ त। लु बजाऊ खोइ स्विमिङ गरेको अस्ति रेली खोलामा कसरी स्विमिङ गर्यो? अन्त अब 1300 हो। लु 1300 पर अब 1300। खोइ त अस्ति रेली खोला हो कि भनेको त चिसो छ हो। अब 1300 हो। Punya sini mau
अब यहाँ त बेसी पानी देखियो कति ठुलो पानी छ आइज न दिन बस जानु पर्यो लु अब त्यसो उता पौडी खेल्दै जा गाडी भयो यस्तै गर्नु अब हो त्यो ट्युबले डुब्नु दिँदैन नि लु हो डुब्दैन नि हात चाहिँ छोड्न फ्री छोड्न हात हो यसरी हात हो दादाले सफा गरिदिनु हुँदैछ हो चिसो भयो भने दुबे नि गाइस म चाहिँ हत्तेली झन्डैले डुबेर मर्यो हो र हजुर उनीहरू चाहिँ नि अब तिम्रो छैन होला भनेर उठाइदा चाहिँ यस्तो गरेको कि यस्तो भएर झन्डै सिप्लेर मर्यो म आइपुग्यो म गाइस फेरि चिसोमा को खेल्छ अब स्विमिङ कोही खेल्दैन अब भोलि पर्सि मात्रै सफा गर्नुहुन्छ गाइस म चाहिँ खेलिसकेर पनि निस्केँ पानी कस्तो रहेछ चिसो अलिक कम्ती कम्ती थियो तर पर जाँदाखेरि चाहिँ जाडो थियो गाइस हेर्नुहोस् है यहाँ बाँसको यस्तो दामी बनाएको छ इजी चेयर यहाँ आउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मैले स्विमिङ खेलेँ हो मजा गरेँ पानी चाहिँ कस्तो रहेछ बारी सबैभन्दा चिसो थियो उहाँ चाहिँ तातो तातो थियो बडा चाहिँ चिसो चिसो चिया पनि आयो है स्पेसल चिया चिया चाहिँ हेप्लो हेलो बजीसम्म खोल 9 बजेदेखि खोल्छ अन्त बेलुका 8 बजेसम्म होला है हुन्छ नि यो डल्लै भरिन्छ होला अझ मान्छेहरू त 70-80 हुन्छ प्राइस कति छ 200 होल डे अरे हो अनि ब्रेकफास्टहरू लन्चहरू पाइन्छ ब्रेकफास्ट पाउँछ लन्च पाउँछ डिनर खान्छ मान्छेले हो सब पाउँछ स्कुल पढ्दैछ कुन स्कुल पढ्दैछ सेकेन्ड क्लास म थाहा थिएन नि तपाईँको यहाँ भनेर अझ यहाँ फुटसल पनि बनिँदैछ कि हजुर फुटसल चाहिँ यो एउटाको चाहिँ साइड उड्छ होला फुटसल यहाँनिर बनाउँ प्लान त हुँदैछ आमामा एकछिन नानीमा बस्नु त्यो नानीको कुकुर हो क्या यो त आफ्नो स्टाइलको कुकुर पो त खै बाबा नेक्स्ट टाइम म रेबिट राखिदिन्छु ल कति ए बस्नु तपाईँ बस्नु त्यसो भए अन्त अकुला खै बाई बाई भोलि साथीहरू लिएर आउँछ है भन शान्त कि मन पर्यो मिठो कलर रहेछ यहाँनिर चाहिँ हेर्नुहोस् गाइस यस्तो दामी रहेछ कि आएर तपाईँहरू एकदम आज लन्च ब्रेकफास्टहरू सबै पाउने रहेछ है अरू भन्दा नि हेर्नुहोस् न नेचरली हाँगाको चाहिँ रेलिङ चाहिँ यस्तो दामी बनाएको रहेछ कि हजुर लाग्यो ल हुन्छ ल है निस्के है अब गाइस हामी चाहिँ निस्केको फाइनली डल्लै खेलिसकेर अनि म ह्याप्पी छु अलिक दही चाहिँ किन्नु पाइनँ